इन्फ्लुएन्सरहरू जहाँ पैसा आउँछ, जेमा पैसा आउँछ त्यही भिडियो बनाउँछन् र जतातिर भ्युज बेसी आउँछ यिनीहरूले चाहिँ राम्रो भ्युजहरू, राम्रो भिडियोजहरू स्पेसल्ली अब अलिकति नलेज दिने खालको सोसाइटीलाई अवेर बनाउने खालको चाहिँ बनाउँदैनन् भन्ने खालको अहिले धेरै भिडियोहरू मैले देखिरहेको छु, विच इज ट्रु, आई अग्री। तर के कुरामा अग्री गर्दिनँ भने दे आर नट इन्फ्लुएन्सर्स। इन्फ्लुएन्सर्स र टिकटकर भनेको दुइटा फरक कुरा हो। यिनीहरू तपाईँले भनिरहेको चाहिँ टिकटकरहरू हो। टिकटकर भनेको के हो? त्यहाँ जाने के भन्छ अरे त्यो कुन चाहिँ भाइरल भइरहेको छ, कुन चाहिँ म्युजिक भाइरल भइरहेको छ, अब कुन चाहिँ कन्टेन्ट भाइरल भइरहेको छ, त्यस खालको कन्टेन्टमा चाहिँ भिडियोज बनाउने। फर इक्जाम्पल अहिले गोफन्डमीको बारेमा चाहिँ भिडियो बनायो भने त्यो स्योर भाइरल जान्छ होइन, त्यस्तै खालको भिडियोहरू बनाउने। दोज आर टिकटकर्स, दोज आर नट इन्फ्लुएन्सर्स है। अगेन यो सर्ट टर्म भएको अरू बेलामा पनि तपाईँले हेर्नुभयो भने यस्तै यस्तै त्यहाँ किवर्डहरू सर्च गर्ने अनि गो भाइरल भन्ने ह्यासट्याग युज गर्ने, त्यस्तो खालकोलाई टिकटकर भन्छ। वेयर इज इन्फ्लुएन्सर्स भनेको दे फोकस अन पर्सनल ब्रान्डिङ, दे डोन्ट केयर भिडियोजको भ्युज कति जान्छ के जान्छ। उनीहरू आफ्नो एउटा गोलमा फोकस्ड भएर लाग्छन् र उनीहरूले आफ्नो ब्रान्ड, आफ्नो ट्रस्टनेस क्रिएट गर्छन् सो द्याट मान्छेले चाहिँ, जस्तै मैले यो टी सर्ट लगाइरहेको छु होइन, फर इक्जाम्पल इन्फ्लुएन्सर भनेको यहीँनिर चाहिँ ब्रान्ड हुन्छ, यो हेरेर पिपल विल बाई दिस टी सर्ट